तपाईँ जब 3 पल्ट प्रधानमन्त्री हुनुभयो अहिलेसम्म गर्न सक्नु भएन अब गर्न सक्नुहुन्छ सुरु भएर हुँदैन त सुरु गरेर भएर हामीले सबै साधन हुनु पर्यो नि त पक्का पनि नक्सा आउनु पर्यो धनीले आउनु पर्यो पछि हामीले पनि ब्याङ्कमा लोन राखेर ऋण खानु पाऊँ न अब कति पर्खिनु भन्नु न तपाईँ 3 पल्ट प्रधानमन्त्री हुनुभयो हामी पर्खिनु नि त कति पर्खिनु हामी कति पर्खिनु भन्नु न कति पर्खिनु भन्नु 5 वर्ष 10 वर्ष 20 वर्ष हो भन्नु आउँछ नक्सा राखेर हामी गरिबी छोरो बेमा राखेर छोरे 6%मा 7% ऋण खानु पाएन अहिले हामी गएर 12 नक्सा म दिन्छु म तेरो नक्सा म यस्ता कुरा याद गर नि फेरि आएको नक्सा चाहियो भने यहाँ आइज म कहाँ आउने मकालाई नक्सा चाहियो धनकुटा 4 र 5 मा आउने प्रधानमन्त्री केपी ओली मुख्यमन्त्री पद्म अर्याल हाम्रो समस्या किन भएन त किन हुँदैन त भनेको मैले भनेको अब यहाँ बोल्न नदिने अर्को बोल्न त्यस्तो हुन्छ बोल सुन्ने ठिक छ र कसैले बोल्न पाएन अरे मैले डिस्टर्ब गरेछु अरे भोलि बोल्दा के बोल्दा भोलि बोल्दा के बिग्रियो त के बिग्रियो त के बोली आफ्नो पार्टीको मान्छे क्षेत्रको मान्छे हामीले यत्रो पल्ट जितायौँ एउटा 24 सालमा मात्रै हारेको हारेको न हामी जिताएकै हो नि अहिलेसम्म केपी ओलीको काम गरिरहेको पार्टीले हान्ने हो जिताउने योचोटि हामीले धेरैपल्ट हेऱ्यौँ यत्रो वर्ष हेरेर गयौँ तर जितेन जिताएर पठाएको हो तर योपालि चाहिँ जब मन्त्री हुँदा प्रधानमन्त्री हुँदाखेरि जब त्यो बालाका नानी मार्यो त्यहाँदेखि हामी धेर बोल्दैन